आज हामी एउटा नेपाली पोडकास्टको अंशमा अलिक गहिरेर छलफल गर्दैछौँ। यसको शीर्षक छ ऋणको पासो। ऋणले जीवन कसरी नियन्त्रण गर्छ? यो सामग्रीले एउटा यस्तो विषय उठाएको छ जुन हामीमध्ये धेरैले सोचेका छौँ तर सायद खुलेर कुरा गरेका छैनौँ। ऋण जुन सुरुमा एउटा सुविधा जस्तो लाग्छ हैन, त्यो कसरी बिस्तारै हाम्रो जीवनकै मतलब रिमोट कन्ट्रोल बन्न पुग्छ। आज हामी यही सामग्रीले भन्न खोजेको खास कुरा के हो त्यसलाई खोतल्ने प्रयास गर्नेछौँ। तपाईले ठिक कुरा उठाउनुभयो र म यसमा एउटा कुरा थप्न चाहन्छु। यो सामग्रीको सबैभन्दा शक्तिशाली पक्ष भनेको यसले पैसाको कुरालाई हाम्रो भावना, हाम्रो मानसिक शान्तिसँग जसरी जोडेको छ त्यो हो। यो हिसाब किताबको मात्र कुरा होइन, यो त हाम्रो निद्रा, हाम्रो निर्णय गर्ने स्वतन्त्रता र समग्रमा हाम्रो जीवनको गुणस्तरको कुरा हो। त्यसैले यो धेरैका लागि एउटा संवेदनशील र व्यक्तिगत विषय पनि हो। निर्णय गर्ने स्वतन्त्रता भन्ने कुराले नै मलाई सबैभन्दा धेरै छोयो। त्यसो भए छलफलको सुरुवात यहीँबाट गरौँ न त। ऋण आफैमा त खराब होइन होला, होइन र? घर बनाउन, व्यापार सुरु गर्न, पढ्न जान सबैलाई चाहिन्छ। तर यो खतरनाक कहिले बन्न पुग्छ? कुन बिन्दुमा गएर यो सुविधा पासोमा परिणत हुन्छ? एकदमै महत्त्वपूर्ण प्रश्न। यो सामग्रीको मूल तर्क नै यही हो। ऋण एउटा औजार हो, आगो जस्तै। त्यसले खाना पकाउन पनि मद्दत गर्छ, घर जलाउन पनि सक्छ। खतरा त्यति बेला सुरु हुन्छ जब ऋणले हाम्रो जीवनका 3 मुख्य कुराहरूमाथि नियन्त्रण जमाउन थाल्छ: हाम्रो निर्णय, हाम्रो निद्रा र हाम्रो स्वतन्त्रता। जब हामी कुनै काम गर्नु अघि मेरो इच्छा के छ भन्दा पनि ऋणले के गर्न दिन्छ भनेर सोच्न थाल्छौँ नि, हो त्यहीँबाट पासो सुरु हुन्छ। यही अवस्थालाई ऋणको पासो वा डेट ट्र्याप भनिएको छ। वाह, यो परिभाषा नै कति फरक रहेछ। सामान्यतया हामी ऋणलाई रकममा नाप्छौँ, 5 लाखको ऋण, 20 लाखको ऋण। तर यहाँ त जीवनको गुणस्तरमा नापिँदैछ। बिल्कुल। र यो कुनै काल्पनिक कुरा होइन, यो हाम्रो समाजको यथार्थ हो। चाहे त्यो नेपालमा घर बनाउन लिएको ऋण होस् वा राम्रो भविष्यको सपना देखेर विदेश जान लिएको ऋण होस्। अझ कतिपय अवस्थामा त सामाजिक प्रतिष्ठा र देखासेकीका लागि लिइने इएमआईहरू पनि छन्। सामग्रीमा एउटा निकै मार्मिक भनाइ छ। धेरै मानिस भविष्य बनाउन ऋण लिन्छन्, तर अन्ततः ऋणकै लागि भविष्य बेचिरहेका हुन्छन्। ओहो, भविष्य बेच्नु, यो त निकै गहिरो र डरलाग्दो कुरा हो। यसले त सोच्न बाध्य बनाउँछ। यदि कोही मान्छे थाहै नपाई त्यो बाटोमा हिँडिरहेको छ भने उसले कसरी थाहा पाउने त कि यो फासोमा पर्दैछु है भन्ने केही सङ्केतहरू हुन्छन्? हुन्छन्। र यो सामग्रीले 3वटा एकदमै स्पष्ट सङ्केतहरू दिएको छ, जसलाई हामी चेतावनीको घण्टी भन्न सक्छौँ। पहिलो सङ्केत हो महिनाको तलब आएको केही दिनमै सकिनु र बाँकी महिना चल्न धौधौ पर्नु। एक मिनेट है, तलब आउनु अघि पैसा सकिनु त आजकल धेरैको सामान्य अवस्था होइन र? महँगाई यति बढेको छ, यसलाई सिधै ऋणको पासोको सङ्केत भन्न मिल्छ र? राम्रो प्रश्न हो। 1-2 पटक यस्तो हुनु वा कुनै महिना विशेष कारणले खर्च बढ्नु सामान्य होला। तर जब यो हरेक महिनाको कथा बन्छ, जब तपाईँ अर्को तलब कुरेर मात्रै बस्नुहुन्छ र बीचमा सानोतिनो आकस्मिक खर्च धान्न पनि कसैसँग सापटी माग्नुपर्ने वा क्रेडिट कार्ड घोट्नुपर्ने अवस्था आउँछ, तब यो सङ्केत हो। यो सामान्य बजेट नमिल्नुभन्दा गहिरो समस्या हो। यो आम्दानी र खर्च बीचको घाडल ऋणले पुरिरहेको अवस्था हो। बुझे। मतलब यो कहिलेकाहीँ हुने घटना होइन, बानी नै बन्नु चाहिँ खतराको सङ्केत हो। दोस्रो सङ्केत के हो त? दोस्रो सङ्केत अझै गम्भीर छ। एउटा ऋण वा किस्ता तिर्नका लागि अर्को नयाँ ऋण लिनु। यो एउटा यस्तो चक्र हो जहाँबाट निस्कन लगभग असम्भव जस्तै हुन्छ। यहाँ मान्छेले समस्या समाधान गर्न होइन, केवल समस्यालाई 1 महिना पर सार्नका लागि ऋण लिइरहेको हुन्छ। यो त डुबिरहेको मान्छेले परालको त्यान्द्र समाते जस्तै हो, जसले उसलाई बचाउँदैन, डुब्ने प्रक्रियालाई केही लम्ब्याइदिन्छ मात्र। ओहो। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण सङ्केत हो निरन्तर तनाव, डर र भविष्यप्रति अन्योलको भावना हुनु। तेस्रो सङ्केत त पुरै मनोवैज्ञानिक रहेछ। यसको मतलब ऋणको असर हाम्रो ब्याङ्क खातामा मात्र होइन, हाम्रो मन र दिमागमा पनि पर्छ। यो त मैले सोचेभन्दा गहिरो कुरा रहेछ।
हो नि, राति सुत्दा पनि पैसाकै चिन्ताले निद्रा नलाग्नु, फोनको घन्टी बज्दा पनि कतै पैसा माग्न फोन गरेको हो कि भनेर झस्किनु र आफ्नो भविष्य अन्धकार देख्नु। जब पैसाको समस्याले मानसिक शान्ति खोज्छ तब बुझ्नुपर्छ कि यो अब आर्थिक समस्या मात्र रहेन, जीवनकै समस्या बनिसक्यो। यी सङ्केतहरू सुन्दा त आँगै सिरिङ हुने रहेछ। यो त एउटा चक्रव्यूह जस्तो भयो, जहाँ मान्छे फस्दै जान्छ तर निस्कने बाटो देख्दैन। के यो सामग्रीले यो व्यूह तोड्ने कुनै उपाय पनि सुझाएको छ? र त्यो उपाय अनुशासनबाट सुरु हुन्छ। यहाँ सेनाको जीवनशैलीबाट एउटा गजबको उदाहरण लिएको छ। सेनामा सिपाहीहरूलाई आवश्यकता, निड र चाहना, वान्ट बीचको फरक छुट्याउन सिकाइन्छ। यो आर्थिक जीवनको पनि सबैभन्दा आधारभूत र शक्तिशाली नियम हो। जबसम्म हामी यी दुई कुरालाई छुट्याउन सक्दैनौँ, ऋणको पासोबाट बाहिर निस्कन सकिँदैन। जस्तै खाना खानु आवश्यकता भयो, तर महँगो रेस्टुरेन्टमा खान जानु चाहना भयो। सामान्य लुगा लगाउनु आवश्यकता हो, तर हरेक फ्यासन अनुसार ब्रान्डेड लुगा किन्नु चाहना। यो त सुन्दा सरल लाग्छ, तर व्यवहारमा उतार्न किन यति गाह्रो हुन्छ? किनभने हाम्रो चाहनालाई अरू धेरै कुराले प्रभावित पारिरहेको हुन्छ र यहीँनिर विदेशको कमाइसँग जोडिएको एउटा अनौठो विरोधाभासको कुरा आउँछ। विदेश गएपछि कमाइ बढ्छ, यो सत्य हो, तर त्योभन्दा तीव्र गतिमा खर्च, सामाजिक दबाव र परिवारका अपेक्षाहरू बढ्छन्। यो विदेशको कमाई र सामाजिक दबावको कुरा निकै गहिरो छ। विदेशमा दुःख गरेर कमाएको पैसाले सुख किन्नुको सट्टा गाउँ समाजमा फलानुले प्रगति गरेछ भनेर देखाउनकै लागि घर गाडीमा खर्च गर्दा त झन् ठुलो पासोमा परिने रहेछ। हो, र यो दबाव अदृश्य हुन्छ। कसैले भर बनाऊ वा गाडी किन भनेर सिधै भन्दैन, तर चाडपर्वमा घर आउँदा, छिमेकीको प्रगति देख्दा, आफन्तले सोध्ने अप्रत्यक्ष प्रश्नहरूले त्यसले एउटा मनोवैज्ञानिक दबाव सिर्जना गर्छ। त्यसले गाडी वा ठूलो घर जस्ता चाहनालाई इज्जतको लागि आवश्यकतामा बदलिदिन्छ, अनि मान्छेले आफ्नो आर्थिक अवस्थाले धान्नै नसक्ने ऋणको भारी बोक्न पुग्छ। यसको मतलब धेरै पैसा कमाउनुले मात्रै पनि ऋणको पासोबाट बचाउन सक्दैन। अनुशासन र आवश्यकता चाहना छुट्याउने विवेक कमाइभन्दा पनि महत्त्वपूर्ण रहेछ। बिल्कुल। वास्तवमा धेरै पैसाले कहिलेकाहीँ झन् ठूलो ऋणको पासोमा पार्न सक्छ। ए हो र? हो, किनभने ठूलो ऋण लिने क्षमता बढ्छ। 50,000 कमाउनेले 5 लाखको ऋण लिएला, 2 लाख कमाउनेले 50 लाखको ऋण लिन सक्छ। पासोको आकार मात्र ठूलो हुने हो। ठिक छ, मानिलिऊ कसैले आफूमा यी सङ्केतहरू देख्यो, अनुशासनको महत्त्व पनि बुझ्यो। अब उसले तुरुन्तै के गर्ने त? के यो सामग्रीले केही ठोस कदमहरू सुझाएको छ? र ती एकदमै व्यावहारिक छन्। पासोबाट बाहिर निस्कन 4वटा कदमको कुरा गरिएको छ। पहिलो कदम हो आफ्ना सबै ऋणहरूलाई एउटा कागजमा स्पष्टसँग लेख्ने। कसलाई कति तिर्नु छ, ब्याज दर कति छ, किस्ता कति हो, एक हिसाब। यो त समस्यालाई आँखामा आँठा जुदाएर हेर्नु जस्तै भयो। जबसम्म ऋण दिमागमा मात्र हुन्छ त्यो एउटा अज्ञात डर जस्तो हुन्छ होला, तर कागजमा लेखेपछि मेरो शत्रु यत्रो पो रहेछ भनेर थाहा हुन्छ। तपाईले ठ्याक्कै भन्नुभयो। समस्यालाई परिभाषित गर्नु समाधानको पहिलो खुड्किलो हो। दोस्रो कदम हो जुन ऋणको ब्याज दर सबैभन्दा धेरै छ त्यसलाई पहिले सिद्ध्याउने, जस्तै क्रेडिट कार्डको ऋण वा कुनै चरको ब्याजको व्यक्तिगत ऋण। ती ऋणहरूले हाम्रो पैसा सबैभन्दा छिटो खाइरहेका हुन्छन्। यो त एकदमै रणनीतिक सल्लाह भयो। जसले बढी नोक्सान गरिरहेको छ त्यसलाई पहिले हटाउने, यसलाई डेट एभलान्च विधि पनि भनिन्छ, होइन र? हो, यो एक प्रमाणित र आर्थिक रूपमा सबैभन्दा प्रभावकारी तरिका हो। अब तेस्रो कदम, जुन सायद सबैभन्दा कठिन छ, कुनै पनि हालतमा नयाँ ऋण लिन पूर्ण रूपमा बन्द गर्ने। यहाँनिर मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। भन्न त सजिलो छ नयाँ ऋण नलिने, तर अचानक घरमा कोही बिरामी पर्यो वा कुनै ठूलो आपत आइलाग्यो भने के गर्ने? के यस्तो आकस्मिक अवस्थाबारे केही भनिएको छ? यो एकदमै जायज प्रश्न हो। सामग्रीले सिधै यसको उत्तर त दिँदैन, तर यसको भावना के हो भने यो ऋणको चक्र तोड्ने एउटा कठोर निर्णय हो। यो भनेको घाउबाट रगत बगिरहेको छ भने मलम लगाउनु अघि रगत रोक्नुपर्छ भने जस्तै हो। आपतकालीन अवस्थाका लागि छुट्टै कोष बनाउनु दीर्घकालीन समाधान हो,
तर तत्कालका लागि चाहिँ यो चक्र तोड्न जस्तोसुकै कठोर कदम पनि चाल्नुपर्छ भन्ने यसको आशय हो। बुझियो, यो एउटा सर्जिकल स्ट्राइक जस्तै भयो। र चौथो कदम के हो? चौथो कदम हो केही समयका लागि आफ्नो जीवनशैलीलाई सामान्य बनाउने वा घटाउने, मतलब डाउनग्रेड गर्ने। यसको मतलब रेस्टुरेन्ट जान कम गर्ने, अनावश्यक किनमेल बन्द गर्ने, घुमफिर रोक्ने। यो त्याग हो, तर केही समयको लागि मात्र। बचत भएको हरेक रुपैयाँ त्यो महँगो ब्याज दर भएको ऋण तिर्न लगाउने। यी चारवटै कदमहरू सुन्दा कठिन तर सम्भव लाग्छन्। यो यात्रा पक्कै सजिलो त छैन होला। छैन, र यो कुरा सामग्रीले पनि स्वीकारेको छ। त्यहाँ भनिएको छ, थोरै समय गाह्रो हुन्छ, तर जीवन फिर्ता आउँछ। यो भनाइ निकै शक्तिशाली छ। यसको पुरस्कार पैसा मात्र होइन, आफ्नो जीवन फिर्ता पाउनु हो। यसले सङ्घर्षको मानवीय पक्षलाई सम्मान गर्छ र अन्त्यमा आशा पनि देखाउँछ। जीवन फिर्ता आउँछ। साँच्चै हामीले सुरुमा कुरा गरेको निद्रा, स्वतन्त्रता र निर्णयहरू फिर्ता पाउनु नै त हो नि। त्यसो भए यो सबै छलफलको सार के हो त? अन्त्यमा यो सामग्रीले धनको बारेमा हाम्रो सोचलाई नै चुनौती दिएको छ जस्तो लाग्यो मलाई। हो, यसको निचोड नै सबैभन्दा गहिरो छ। निचोड के हो भने धेरै पैसा होइन, कम ऋण साँचो धन हो। यो हाम्रो परम्परागत सोचभन्दा ठिक उल्टो छ। हामी सामान्यतया ब्याङ्कमा कति पैसा छ, कति सम्पत्ति छ भनेर धन नाप्छौँ। तर यहाँ ऋणमुक्त हुनुलाई नै वास्तविक सम्पत्ति मानिएको छ। एकछिन है, यो कुराले मलाई अलिकति सोच्न बाध्य बनायो। त्यसो भए यो तर्क मान्ने हो भने 10 लाख ऋण भएको र महिनाको 2 लाख कमाउने मान्छेभन्दा ऋण नभएको तर 50,000 मात्र कमाउने मान्छे धनी भयो त? आर्थिक स्वतन्त्रताको दृष्टिकोणबाट हेर्दा त्यो 50,000 कमाउने मान्छे साँच्चै धनी हो। साँच्चै? हो, किनकि उसको त्यो 50,000 उसैको हो। उसले त्यो पैसा कसरी खर्च गर्ने भनेर निर्णय लिन सक्छ। भोलि उसलाई त्यो जागिर मन परेन भने अर्को सानोतिनो काम खोज्न वा केही समय आराम गर्न उसले ब्याङ्कलाई सोध्नु पर्दैन। उसको जीवनको निर्णयमा अरू कसैको पैसाको दबाव छैन। त्यो 2 लाख कमाउने मान्छेको कमाइको ठूलो हिस्सा त ऋणको किस्ता र ब्याज तिर्दैमा जान्छ। उसको पैसा उसको आफ्नो होइन। हो, यही नै त हो नि साँचो धन। कति सुन्दर ढङ्गले कुरालाई घुमाएर सुरुवाती बिन्दुमा ल्याइयो। छलफलको सुरुवात जहाँबाट भएको थियो, ऋणले निन्द्रा र स्वतन्त्रता नियन्त्रण गर्छ, अन्त्य पनि त्यही हुन्छ, तर समाधानसहित। ऋण मुक्त हुनु भनेको आफ्नो जीवनको नियन्त्रण आफ्नो हातमा फिर्ता लिनु हो। बिल्कुल। यसले धनलाई सञ्चय, एक्युमुलेसन भन्दा पनि मुक्तिको रूपमा परिभाषित गर्छ। जब तपाईसँग ऋण हुँदैन, तपाईलाई जागिर छोडेर केही नयाँ सुरु गर्न डर लाग्दैन। तपाईँ कसैको दबावमा परेर निर्णय लिन बाध्य हुनुहुन्न। तपाईको निद्रामा पैसाको चिन्ताले बाधा पुर्याउँदैन। यही नै साँचो स्वतन्त्रता र साँचो धन हो भन्ने यो सामग्रीको अन्तिम र सबैभन्दा शक्तिशाली सन्देश हो। समग्रमा यो सामग्रीले ऋण कसरी एक उपयोगी साधनबाट जीवन नियन्त्रण गर्ने पासो बन्न सक्छ भनेर मात्र बताउँदैन। त्योभन्दा महत्त्वपूर्ण कुरा, यसले त्यो पासोलाई चिन्ने स्पष्ट सङ्केतहरू दिन्छ र त्यहाँबाट बाहिर निस्कने व्यावहारिक उपाय पनि दिन्छ। यसको अन्तिम लक्ष्य आर्थिक हिसाब किताब मिलाउनु मात्र नभएर मानसिक र भावनात्मक स्वतन्त्रता हासिल गर्नु हो। हो, यसको मूल सन्देश के हो भने ऋणले सुविधा त दिन्छ, तर जब यसले तपाईको जीवनलाई नियन्त्रण गर्न थाल्छ, तब त्यो सुविधा बोझ बन्छ र त्यो नियन्त्रण आफ्नो हातमा राख्न अनुशासन र सचेत निर्णयभन्दा ठूलो हतियार अरू केही छैन। यो सम्पूर्ण छलफलले पैसाको बारेमा सोच्ने तरिका नै बदलिदिने रहेछ। र यो सामग्रीको अन्त्यमा अर्को एउटा शीर्षकको बारेमा उल्लेख गरिएको छ, सेभिङ होइन थिङ्किङले धनी बनाउँछ। यसले एउटा निकै रोचक प्रश्न खडा गर्छ। यदि ऋणको पासोबाट मुक्त हुनु आर्थिक स्वास्थ्यको पहिलो र आधारभूत कदम हो भने वास्तविक आर्थिक स्वतन्त्रताको लागि अर्को कदम, अर्थात् त्यो सोचाइ, थिङ्किङ कस्तो हुनुपर्छ? सायद त्यो अर्को कुनै दिनको छलफलको लागि राम्रो विषय होला।